कोटेश्वर चोक जहाँको ट्राफिकको अवस्थाले तपाईको दिनभरिको मुड डिसाइड गर्ने गर्छ। अब केही वर्षमा यसको कम्प्लिट रिडिजाइन हुनेवाला छ। जाइकाको फन्डिङ अप्रुभल सँगै 3 कुनेमा फ्लाइओभर, एयरपोर्टको छेउमा कट एन्ड कभर टाइपको अन्डरपास र फेरि जडीबुटी तर्फ अर्को फ्लाइओभर बन्ने फिक्स भएको छ। फाइनल डिजाइन हुन भने बाँकी छ। यो कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट कम्प्लिट भएपछि काठमाडौँको ट्राफिक मुभमेन्ट सधैँका लागि चेन्ज हुनेवाला छ। आउनुहोस् कुरा गरौँ विभिन्न अप्सनहरू स्टडी गरेपछि जाइकाले रिकमेन्ड गरेको यो प्रोजेक्टको बारेमा। कति इन्भेस्टमेन्ट हुनेछ यो कन्स्ट्रक्सन गर्नको लागि, कहिलेसम्म यसको काम कम्प्लिट हुने भनिएको छ र के च्यालेन्जेस छ यो कन्स्ट्रक्सन गर्नको लागि। त्यस्तै लास्टमा मैले आफ्नो ओपिनियन पनि राखेको छु यो प्रोजेक्टको रिगार्डिङ, सो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। डिसेम्बर 3, 2025 मा कोटेश्वर इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्टको लागि जाइका र नेपाल गभर्नमेन्ट बीच 34 अर्ब जापानिज येन, जुन नेपाली 31 अर्ब हुन्छ, लोन एसिस्टेन्स दिने गरी सम्झौता भएको छ। यो सम्झौता जाइकाले स्टडी गरेर तयार पारेको प्रपोज डिजाइनको आधारमा भएको हो। नेपाल गभर्नमेन्टले जापान गभर्नमेन्टलाई यो प्रोजेक्टको प्रिपेरेटरी सर्वे गरिदिन रिक्वेस्ट गरेको थियो। 2020 मा स्केड्युल भएको यो सर्वे कोभिड-19 ले गर्दा प्रभावित भएको थियो। पछि फेरि ट्राफिक डिमान्ड फोरकास्टको रिस्टडी र प्रोजेक्ट बन्ने एरियाको जग्गाको इस्युजले गर्दा फाइनली जुन 2023 मा सर्वे कम्प्लिट भएको थियो र जनवरी 2024 मा फाइनल रिपोर्ट रेडी भएको थियो। यो फाइनल डिजाइन भने होइन। अब जाइकाले लोन कमिटमेन्ट गरेपछि बल्ल डीपीआर को लागि कन्सल्टेन्ट हायर हुनेछ, जसले 2 वर्षभित्र फाइनल डीपीआर दिनुपर्नेछ। कन्स्ट्रक्सन भने 2090 सालसम्म सकिने प्लान छ। सडक विभागको डाटा अनुसार झन्डै 1,82,000 गाडीहरू एक दिनमा कोटेश्वर चोक हुँदै ट्राभल गर्छन्। त्यो मध्ये कोटेश्वर चोकबाट भक्तपुर तर्फ जाने गाडीहरूको संख्या धेरै छ। कोटेश्वर चोकको पिक ट्राफिक 15,000 पर आवर छ, जसमा 6,500 गाडी भक्तपुर तर्फ ट्राभल गर्छन्। अहिलेको जाइकाले रेकमेन्ड गरेको डिजाइन अनुसार 3 कुने तर्फको फ्लाइओभर 664 मिटर, एयरपोर्टको छेउको अन्डरपास 700 मिटर र फेरि जडीबुटीतिरको फ्लाइओभर 238 मिटर रहेको छ। यो लेन्थहरू भने डीपीआर कम्प्लिट हुन्जेल चेन्ज हुन सक्नेछ। 3 कुनेको बागमती पुल क्रस गर्ने बित्तिकै फ्लाइओभरको र्याम्प स्टार्ट हुन्छ। त्यो फ्लाइओभर हुँदै 3 कुने जक्सनको एयरपोर्टको एरियामा एन्ट्री हुन्छ। त्यहाँबाट अन्डरपास हुँदै जडीबुटीपट्टि निस्किन्छ र अर्को फ्लाइओभर हुँदै जडीबुटीको पुलसम्म लगेर जान्छ। फ्लाइओभर र टनेल 4 लेनको हुनेछ भने अहिले भइरहेको रोड र अरू स्ट्रक्चरहरू एज इट इज रहनेछन्। काठमाडौँदेखि भक्तपुर जाने यात्रुले सिधै 3 कुनेबाट फ्लाइओभर हुँदै जडीबुटी निस्किन सक्नुहुन्छ र बालकुमारीतिर जानेले भने अहिलेको बाटोबाटै जानुपर्ने हुन्छ। पैदल यात्रुहरूका लागि रोड क्रस गर्नलाई चोकमा ओभरहेड पास पनि हुनेछ। अब कुरा गरौँ यो प्रोजेक्टमा रहेको च्यालेन्जेसहरूको बारेमा। फर्स्टमा त यत्रो पैसा एउटा चोकमा खर्च गर्ने भनेर पब्लिक साइडबाट एकदमै क्रिटिसिजम भइरहेको छ। यो कुरालाई ध्यानमा राखेर गभर्नमेन्टले डीपीआर मा कस्ट कटिङको उपायहरू हेर्नुपर्ने हुन्छ। त्यस्तै यो चोक सबैभन्दा धेरै ट्राफिक मुभमेन्ट हुने ठाउँ भएकोले कन्स्ट्रक्सनको टाइममा ट्राफिक म्यानेजमेन्टको च्यालेन्जेस पनि उत्तिकै छ र अन्डरपास एयरपोर्टको अप्रोच जुन चाहिँ सेन्सिटिभ एरिया हो त्यसको नजिकबाट बनाउने भएकोले क्यानको आफ्नै मापदण्ड अनुसार लिमिटेड आवर्स मात्र काम गर्न पाउनेछ, जसले प्रोजेक्टको टाइम बढाउनेछ र अन्डरपास बनाउँदा माथिबाट 2 मिटरसम्म फिलिङ गर्ने गरी बनाउनु पर्नेछ, जसले फ्युचरमा एक्सिडेन्ट हुँदा अन्डरपासमा इफेक्ट नहोस् भनेर। यो एरियामा इक्विपमेन्ट राख्दा टेक अफ र ल्यान्डिङलाई डिस्टर्ब हुने हुँदा त्यसको पनि ध्यान पुर्याउनु पर्ने जरुरी देखिन्छ। त्यस्तै फ्लाइओभरमा युज हुने मटेरियल र इक्विपमेन्ट जापानबाटै ल्याउनु पर्ने भनेको छ जाइकाले। नेपालमा अथवा नजिकको ठाउँहरूबाट जस्तै चाइना, इन्डियाबाट यो मटेरियलहरू एभाइलेबल गराउने प्लानिङहरू गर्नुपर्ने छ नेपाल सरकारले। यो प्रोजेक्टको ग्लोबल टेन्डर हुनेछ, जुन आफैमा लेन्दी र कम्प्लेक्स प्रोसेस हो, सो यसको म्यानेजमेन्टमा ध्यान पुर्याउनु पर्ने हुन्छ नेपाल सरकारले। सो मेरो विचारमा ओभरअल यो प्रोजेक्ट आवश्यक नै थियो काठमाडौँको लागि, किनभने जाइकाले अरू इन्टरसेक्सनहरू पनि स्टडी गरेर यो इन्टरसेक्सन चुज गरेको हो। तर बाटो र फ्लाइओभर मात्रै बनाउने भन्दा पनि सँगसँगै अरू अल्टरनेटिभ पनि सोच्नु पर्ने हुन्छ। जस्तै ग्वारको ओभरपास बनाएपछि ग्वारकोको ट्राफिक सातो बाटो र कोटेश्वरमा शिफ्ट भएको छ। त्यस्तै यो प्रोजेक्ट पछि अर्को ठाउँमा ट्राफिक शिफ्ट हुन्छ। सो अरू अप्सन प्लान गर्नु जरुरी छ फ्युचरमा। तपाईहरुलाई के लाग्छ कमेन्ट गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेर्नु भएको छ भने थ्यांक यू सो मच।